गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी आइपुग्यो घुर्पा बुद्धगयाबाट 1.5 घण्टाको बाटो घुर्पा हिल्स। हामी जानुपर्छ यहाँ माथि टपमा जानुपर्ने रहेछ। अब यो पनि नेखोरै हो, बुद्ध भगवानको चेला चाहिँ यहाँ आएर तपस्या गर्नुभएको थियो अरे क्या। अन्त हामी यहाँ आइपुग्यो। अब गएर हेरौँ कस्तो छ बाटोहरू। सबभन्दा अगाडि चाहिँ म छु, अन्त मेरो पछाडि बहिनी, यहाँ बहिनी छ, बहिनीले पनि लट्ठी बोकेछ। यहाँ आमा हाम्रो, अन्त यहाँ दिदी छोरी आउँदैछ अझै। हामी टोटल 15 जना छ, सबै मिलाएर, नानीहरू बेसी छ। अब यसरी हिँडेर जानुपर्ने माथि टपमा। आमा हाम्रो आमा पनि आइपुग्यो। म चाहिँ चौतारामा यहाँ बसिरहेको छु। ब्याग कहाँ फालौँ, जम्पर कहाँ फालौँ भयो नि, गरम भएर। आइपुग्यो। एकछिन बस्नुहोस्। यहाँ जो चाहिँ जिम गर्ने पार्टीहरूले जिते मलाई, अलिकति म ढिलो भएछ। यहाँ भाइले मलाई ब्याग बोक्नु सकाइदियो हो। अन्त यहाँ दिदी आउँदैछ एकजना। यहाँ चाहिँ बाटोमा यसरी नानीहरू राखेर बस्दो रहेछ। नानीहरूले ओम हानी पेमे हुँ भन्नु सिकेको रहेछ। सबैजनाले बिस्कुटहरू दिँदै हिँड्दैछ। अझै हामी आधी बाटो पनि पुगेको छैन होला, बहुत माथि जान्छ। कहाँ तलबाट हिँडेर आइपुग्यो। हेर्नु सिँढीहरू, यस्तो डरलाग्दो सिँढी रहेछ। कहाँ पुग्यो, अझै आधी बाटो पनि पुगेको छैन हामी। हिँडाइ जोड हुँदैछ, कपालबाट पनि पसिना निक्ल्यो आज त। हेर्नु आम्मामा, अब जम्पर र यो झोला चाहिँ झटेर हान्ला जस्तो छ। चौतारा भेटायो। अब यहाँ चौतारामा बिसाउँछु। सबभन्दा अगाडि चाहिँ म छु आज। सबैलाई छोडेर आइदिएको। अब चाहिँ 75% आएको जस्तो छ। यहाँ माथि रहेछ नि त जानुपर्ने, यहाँ माथि। स्टेप त के किन हो, यहाँ माथि पुग्नु पर्ने। अब चाहिँ ढुङ्गाको चेप आउने रहेछ। चेप जानुपर्छ होला ढुङ्गाको। अब चाहिँ यहाँनिर ओह्रालो आएको जस्तो छ। हिजोको भन्दा आज सन्तुलन धेरै खराब भयो। त्यही स्टेप चाहिँ एकदम ठाडो रहेछ। त्यही कारण अब यहाँदेखि चाहिँ यो ढुङ्गाको चेपबाट बस्नुपर्ने रहेछ। एकदमै चेप रहेछ। सबैजना यसरी जाँदैछ। ढुङ्गाको चेप यस्तो रहेछ। चेपको बाटो जान्छु। झोला पनि बोक्नु अप्ठ्यारो भयो, यसरी हातमा चुल्नु पर्यो। चेप्थ्यो। बाटो त यस्तो अप्ठ्यारो रहेछ त। यहाँ अँध्यारो पनि रहेछ। यहाँदेखि चाहिँ अँध्यारो रहेछ। सिँढी टर्न गरेर जानुपर्ने। के देखेन अँध्यारोमा बाटो। लाइट गर्नुपर्ने रहेछ एकजनाले। यहाँ त निहुरेर जानुपर्ने यस्तो। आमा हो, यहाँबाट त भिड। यो झोलाले साह्रै मलाई गऱ्यो। झोला बोक्नु कि मोबाइल बोक्नु कि। फाइनली हामी चेप छिरिसक्यो। फाइनली हामी आइपुग्यौँ यहाँ निक्लिँदो रहेछ। हाम्रो गाडीहरू तल यहाँनिर पार्किङ गरेको छ हामीले गाडीहरू। यहीँ यो दुईटा हाम्रो गाडी हो उता आएको। अब यहाँबाट उकालो जानु पर्यो।
आज चाहिँ टपै थियो सिँढी पसिना खलखल भयो जुत्ता खोलेर पसेको रहेछ सबै मान्छेहरू भित्र पसौँ यो छेउटेन रहेछ छेउटेन रहेछ हो भोलि ढोक्दो रहेछ यताबाट त छिर्दैन यताबाट जानुपर्ने रहेछ फाइनली गाइस छेउतेन 7 पल्ट घुमेर करुवा गरेँ अब निक्लेको म यहाँबाट अब फेरि ओह्रालो हिँडेर जानुपर्छ एकदमै पिकमै आइपुग्यो हामी अब यहाँ मान्छेहरू सबै विश्राम गरिरहेको छ दर्शन गरेर हो म पनि निक्लेको यहाँबाट हो तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो हो मेरो तीर्थयात्राको कमेन्ट गरिदिनु होला थ्याङ्क यू